हेलो साथीहरु नमस्कार। आज नागदेवी मन्दिरमा दर्शन गर्न आएको छ। पुरा भक्तजनहरूको भिड छ। सलकपुरको नागदेवी मन्दिर नागको दर्शन गर्नु। जिउको नाग धामन सर बहिनी हो। धामन दाजु धामन सर बहिनी प्रेम सर अलिकति पुच्छर ल्याउनु। मुसा खाइदिन्छन् है। हर हर महादेव। एकचोटि ढोक खै ढोक। हर हर महादेव। हर हर महादेव। भगवानले सबै जिउँदो नाग आमा बुवाको रोग कष्ट हरण होस्, घरमा सम्पत्ति होस्, समृद्धि होस्। नानी बाबुहरू सबैजना चाहिँ ठुलो ठुलो ठाउँमा पुगुन् र पढ्नको लागि चाहिँ महादेवले र नागरानीले चाहिँ शक्ति दिउन् भन्न चाहन्छु म। हर हर महादेव। हर हर महादेव। हाम्रो सर्प उद्धारकर्ताहरू पनि यहाँ हुनुहुन्छ। उहाँहरूले केही भन्दै हुन्छ है। सर्प नमारिदिनु होला। कति मान्छेले सर्प मारिदिनुहुन्छ। सर्प भन्ने चिज यस्तो हो कि मानिसको जीवनमा चाहिने चिज हो। त्यही भएर हामीले म हिजो रातको 12 बजे गएर इलामबाट सर्प उद्धार गरेर भर्खर रातभरि नसुती आइपुगेको छु। त्यही भएर यो तपाईँले देख्न सक्नुहुन्छ, माहौल देख्न सक्नुहुन्छ। एउटा सर्प नमारौँ भनेर मान्छेले यति साह्रो चाहिँ यहाँ पूजा गरिरहनु भएको छ। हामीले सर्प नमारिदिनुहोस् भनेर जिउँदो नागको पूजा गरेर आएको छौँ।
कतिजनाले सर्प हजुर ठुलो कहाँबाट उद्धार गरेर ल्याएको एकदम जिउँदो नाग उहाँहरू चाहिँ के भन्नुहुन्छ भने सर्प भनेको एकदम सबै सर्प विषालु हुँदैनन् सर्पलाई मारिहाल्नु हुँदैन भन्ने हुन्छ तपाईँ त पुरा उहाँलाई साँपको उद्धार गरेर आज यो माहौलमा आएर सर्प देखाएर सर्प सम्बन्धी जानकारी दिन पाउँदा एकदम मान्छेहरूले सर्प मार्न कम हुन्छ भन्ने आशले हामीले यो भिडियो बनाइरहेका छौँ हामीले यो कार्यक्रम गरिरहेका छौँ ल रक्षा गर्नु है धेरै पढ्नु ल ल धेरै पढ्नु नागरानीले तिमीहरूलाई चाहिँ ठुलो मान्छे हुन चाहिँ शक्ति दिउँ एकछिन दर्शन गर्नको लागि